यहाँहरु सबैलाई नमस्ते। म यतिखेर डोल्पा जिल्लाको मुख्यचुला गाउँपालिका वडा नम्बर 6 नौसभाको यहाँहरु मार्फत दिएको छु। यो भदौ पूर्णिमाको अवसरमा स्थानीयहरूले चाहिँ आफ्नो मूलस्थानबाट पूजाआजा गर्दै विभिन्न समूहहरू बनाएर यो माथि तीर्थस्थलसम्म गएर अनि नुहाइधुवाइ गरेर आफूले लिएको फलफुलहरूलाई चाहिँ त्यहाँको मुख्य मन्दिरमा चढाएर फेरि पुनः यही स्थानमा जम्मा भएर नाचगान गर्ने पूजाआजा गर्ने चलन रहेको छ। म यहाँहरूलाई चाहिँ विस्तृत विवरणहरू ठाउँ ठाउँबाट देखाउँदैछु। मेरो भिडियो मन परेमा लाइक शेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद। पानी परिरहेको छ, तै पनि यहाँ देवी देवताहरू नाचगान गर्दै हुनुहुन्छ। देवताहरू चाहिँ आफ्नै तालमा नाचिरहनु भएको छ खुसियालीमा। आपसमा चाहिँ टीका र अबिर मालाले चाहिँ स्वागत गर्दै हुनुहुन्छ देवी देवताहरूले। यो एक किसिमको भाइचाराको सम्बन्ध पनि हो। यो प्रत्येक वर्षको भाद्र पूर्णिमाको अवसरमा ठुलै मेला लाग्ने गरेको छ यो स्थानमा। धर्म कर्मप्रति जो यहाँको स्थानीय मान्छेहरूमा निकै जागरुकता देखियो। सबै देवी देवताहरू चाहिँ एकजुट भएर अब जाँदै हुनुहुन्छ मुख्य तीर्थस्थलमा। पानी परिरहेको छ, तै पनि उहाँलाई यो पानीको कुनै प्रभाव छैन। दर्शनार्थीहरू पनि त्यत्तिकै भिडभाड हुनुहुन्छ। तीर्थस्थल जाने क्रममा मुख्यचुला गाउँपालिकाको प्रशासनिक केन्द्र नर्कुको दृश्यहरू म तपाईहरुलाई देखाइरहेको छु। हामी झन्डै धेरै माथि आइपुगेका छौँ अहिले। यस्तो मेरो अगाडि चाहिँ जगदुला नदी बगेर आइरहेको छ। त्यो अगाडिको जस्ट भालो लेक हो। त्यहाँ अहिले कुहिरोले गर्दाखेरि त्यो लेकको कुनै पनि निशानाहरू देख्न सकिन्न। डोनाहरु बोल्दैछ भन अनि ल यहाँलाई स्वागत छ मेरो च्यानलमा। के छ अनि आज विशेष गरी यो पूर्णिमाको अवसरमा निकै रमाइलो हुँदो रहेछ जे होस्। अनि यो देवी देवताहरू चाहिँ एक ठाउँमा जम्मा हुने, एक आपसमा माया प्रेम साटासाट गर्ने अनि अबिर फुलमालाले स्वागत गर्ने गरेको पाइयो। यो तीर्थस्थल जानुपर्ने खास चाहिँ कारण के रहेछ भनिदिनु त? हाम्रो विशेष गरी यति बेलाको यो साउन पनि भनेको एकदम मुख्य पनि हो। हजुर 3 वर्षमा हुने 3वटा पनि मध्ये एकदम महत्त्वपूर्ण। यसलाई के भन्छ हजुरको यो
मालिके पनि भन्छ होला है हजुर हाम्रो उसमा स्थानीय भाषामा। अनि यति बेला तपाईँ विशेष गरी हाम्रो देवी देवताहरूलाई वर्षभरिको भएको केही जुटुट यताउता केही छिमेकीले यताउता भएर अनि खुन्निएका देवताहरू अब लाई चोखाउनको लागि हामी जुन धामी पुजारी सबै तीर्थस्थलमा जाने नुहाइ गर्ने पवित्र हुने हजुर र देवतालाई खुसी पार्ने परम्परा हो हाम्रो। ए ल हस् धन्यवाद। मौसम बिस्तारै खुलिरहेको छ। हाम्रो तीर्थ जाने क्रम निरन्तर चलिरहेको छ। मैले मेरो ब्याकग्राउन्डमा देखाएँ तल चाहिँ मुटकीचुला गाउँपालिका वडा नम्बर 5 को सुर बस्ती। हामी धेरै माथि आइसकेका छौँ अहिले। यो मौसमको कारणले गर्दाखेरि यो हुस्सु अनि बाक्लो कुहिरोले गर्दा तपाईहरुलाई मैले चाहिँ लेखहरू त्यसो देखाउन सकिनँ। त्यसको लागि म क्षमा प्रार्थी छु। यतिखेर चाहिँ दिउँसोको 12:30 बजेको छ। अहिले हामी चाहिँ मुटकीचुला गाउँपालिका वार्ड नम्बर 5 पातियाल्ना भन्ने स्थानमा छौँ। यहाँको दृश्य निकै मनमोहक छ र अहिले मौसमले पनि साथ दिइरहेको छ। हामी यो मष्ट देवताको चाहिँ तीर्थस्थल जाँदैछौँ। हामी त्यहाँ गएर नुहाउँदैछौँ। ल यहाँलाई स्वागत छ। नमस्कार। यो यहाँ चाहिँ निकै रमणीय ठाउँहरू देखियो, यो घेराबार पनि गरेको देखियो। यो खास के को लागि रहेछ? यो प्रदेश सरकारबाट कर्णाली अञ्चलको यो मुटकीचुला गाउँपालिकाको महत्त्वपूर्ण तीर्थस्थल छाने ठाउँ पनि यही छ। हजुर। यो चाहिँ पातेल्ना घेराबार जडीबुटी प्रशोधन केन्द्र। यहाँ विभिन्न किसिमका बहुमूल्य जडीबुटी पाइने कर्णाली प्रदेशको डोल्पा जिल्लाको एक मुटकीचुलामा एक क्षेत्र पर्छ सर। हजुर। यो चाहिँ विभिन्न जडीबुटी प्रशोधन केन्द्रको लागि प्रदेश सरकारको लगानीबाट चाहिँ यो निर्माण भएको छ। अहिले चाहिँ जो प्रयोगमा आएको छैन। यो बन्ने निर्माणाधीन क्रममै छ। अब फुलफिल भयो। यो भनेपछि व्यक्तिगत नभई यो सामूहिक रूपमा चाहिँ समूहमा आएका मान्छेहरूले चाहिँ व्यवसाय गर्न सक्यो भनेपछि उहाँहरूले चाहिँ पाउने कुरा रह्यो। सरकारबाट यो अब सरकारले गाउँपालिकाले के गर्न सक्छ त्यो गरेर चाहिँ यो खेती गर्ने। ल हस् धन्यवाद। निकै रमाइलो ठाउँ रहेछ। अनि यसपालि पनि यही आर्थिक वर्षमा यो मुटकीचुला गाउँपालिका वडा नम्बर 6 नर्को हुँदै अनि पातेल्ना हुँदै यो कालिका जोड्ने चाहिँ सडक पनि ट्र्याक ओपन भएको देखियो। निकै रमाइलो छ यो ठाउँ। ए घर पनि तयार भइसकेको छ है। कति राम्रो ठाउँ छ के। यो पहिला है। अनि हजुरहरु गोठ त यो घेराबारभित्र परेछ नि। अब बन्द भयो। जोस यति धेरै लगानी गरेको छ प्रदेश सरकारले। यो जो टुरिस्ट एरिया पनि रहेछ के को यो ठाउँमा बनाउनु पर्यो अब। घेराबार त खतम भइसकेको छ। यो पातिहाल्ना भन्ने ठाउँमा छौँ अहिले हामी। पातिहाल्ना मन्दिरमा चाहिँ पाती हालेर दर्शन गर्दैछौँ। तीर्थहरू चाहिँ अहिले पातेल्ना भन्ने स्थानमा पुगिसक्नु भएको छ।
अब केही समय विश्रामपछि हामी चाहिँ गन्तव्यस्थलतर्फ लाग्दैछौँ। अझै यहाँदेखि 2-2.5 घन्टा हामी ओह्रालो झरेर जाँदैछौँ। यहाँको भ्यूहरू चाहिँ राम्रो देखिन्थ्यो, तर यो कुहिरोको कारणले गर्दा केही पनि देख्न सकिएन। तर मेरो मोबाइलले राम्रो निकालेन। सुरा हुन् कि जस्तो लाग्छ। हामी तीर्थस्थलमा पुगिसकेका छौँ। तीर्थस्थलमा पुगिसकेपछि यो श्रद्धालु भक्तजनहरूले यसरी देवतालाई चाहिँ पूजाआजा गर्दै हुनुहुन्छ र पूजा गर्नुभन्दा पूर्व पहिला चाहिँ यसरी नुहाउने चलन छ। खोलामा आएर नुहाइसकेपछि अनि मात्रै हामी मूल मन्दिरमा गएर पूजाआजा गर्छौँ। त्यसपछि यहाँदेखि हामी सम्बन्धित स्थानमा गएर फेरि पुनः पूजाआजा हुन्छ अनि यसरी मष्ट देवताको चाहिँ पूजा सम्पन्न गरिन्छ। हामी मुख्य तीर्थस्थलमा पुगिसकेका छौँ। यो मुटकीचुला गाउँपालिकाको आर्थिक सहयोगमा यो मन्दिर निर्माण भएको देखियो र यहाँ चाहिँ विभिन्न गाउँबाट, विभिन्न वडाबाट, विभिन्न टोलबाट यो मष्ट धर्मप्रति आस्था राख्ने महानुभावहरूले आएर बिहानैदेखि पूजाआजा गरेर फर्किसक्नु भएको छ र केही चाहिँ पूजा गर्दै हुनुहुन्छ। अब हाम्रो टिम पनि केही समयमा चाहिँ त्यो स्थानमा आएर पूजा गर्न तयारी अवस्थामा हुनुहुन्छ। उहाँहरू चाहिँ अहिले नुहाउने कार्यमा संलग्न हुनुहुन्छ। त्यो हाम्रो टिम रेडी अवस्थामा छ। अबको चाहिँ केही समयमा चाहिँ हामी मन्दिरभित्र प्रवेश गर्दैछौँ। आउँदै हुनुहुन्छ उहाँहरू। सबै भक्तालुहरूले चाहिँ आफ्नो थली र बस्ने स्थानको व्यवस्थापन गर्दै हुनुहुन्छ। मन्दिर अलि जीर्ण छ र स्थान पनि अलि साँघुरो भएको कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ आफ्नो स्थान सुरक्षित गर्नको निम्ति हम्मे परिरहेको छ।
पठाउनुपर्छ के गर्नुपर्छ नगर्दिउँला हेर अहिले म यो भन्दैन ल मेरो ल ल ल ए बाबै दुख्यो होला रमाइलो भइरहेछ एकदम रमाइलो लागिरहेछ तर हामीलाई चाहिँ दुख्यो होला है सामग्री एकपल्ट पुगेन ठिकै कुरो भएन
रोटी अघि नै कहिले राख पनि त यहाँ बियरको पत्तल खलाला अघि नै राख भन्दा भन्दा कहिले फाल्दिनु पनि भएन ल्याए अनि ल ल